एक समय थियो हामी घन्टौँसम्म पनि बोलेर थाक्दैन थियौँ। एकअर्काको तारिफ गरेर, माया साटासाट गरेर, एकअर्काको पोल खोलाखोल गरेर, कहिले झगडा पर्दा मिसअन्डरस्ट्यान्डिङ हुँदा हामी कैयौँ रात सुत्दैन थियौँ। एकले अर्कालाई सम्झाउनमा, फकाउनमा अनि मनाउनमा तल्लीन हुन्थ्यौँ। तर हेर न, त्यो सबै एफर्ट्स आज कहाँ हरायो। आजकल त हामी एकअर्काको कमजोरी देखाउँदै झगडा गर्छौँ। यसै पनि महिनौसम्म नबोली बसिदिन्छौँ। सुरुमा हामी खुब खास थियौँ एकअर्काको लागि, तर आज आएर सबसे बकवास भयौँ। घन्टौँसम्म बोल्दा पनि सुनिरहन मन लाग्ने त्यो बोली आजभोलि सुने बित्तिकै टाउको दुख्ने कसरी भयो।